जेन्जी युवाहरूको आन्दोलनको सबैभन्दा महत्त्वपूर्ण एजेन्डा के हो भन्दाखेरि देशमा करप्सन भयो होइन, आर्थिक हैसियत जस कारणले आर्जेको सम्पत्तिले असमान आर्थिक हैसियत भयो, यो हिसाबले यसको अन्त्य गर्नुपर्छ भन्ने मूल जेन्जीको एजेन्डा यो हो होइन। मूल जेन्जीको एजेन्डा यो हुनका लागि के गर्नुपर्छ, अख्तियार सिधा राजाबाट अख्तियारको चाहिँ आयुक्त प्रमुख आयुक्त नियुक्त हुनुपर्छ अनि त्यो अख्तियारले खोजी खोजी नेता जतिलाई समातेर लिएर आउँछ, यही हुन नदिन राजा अन्त्य गरे हो भनेको। राजाको विषय त जेन्जीले उठाए जस्तो लाग्दैन। फेरि तपाईको दृष्टिभ्रमलाई म क्लियर गरिदिन्छु। जेन्जीहरू जति सबै राज संस्थावादी हुन्। अहिले तपाईले चिनिरहेका जेन्जीहरू नयाँ उमेरको कुरा भनौँ सरलाई, तपाईले त्यो प्रश्न गरेपछि मैले मेरो आन्सर पुरा हुन दिनै पर्छ। मेरो आन्सर पुरा हुन दिनै पर्छ। अहिलेको यो नयाँ उमेरको देउबा ओली प्रचण्ड हुन् जो यिनीहरूसँग सबै ठाउँमा कार्यक्रममा सहभागी भएर फोटो खिच्दै पोस्ट गर्दै हिँडेका थिए। यिनीहरू ती पार्टीको भ्रातृ सङ्गठनको चुनाव लडेका छन् विद्यार्थीको, तर मर्ने जति कसैको पनि फोटो तपाईँले ओली देउबा प्रचण्डकोसँग खिचेको देख्नु भएन। कहीँ छैन कसैको, मैले सबै हेरेँ। हस्पिटलमा घाइते कसैको देख्नु भएन। र शरीरमा 5 गोली खाएको त्यो सुरेन्द्रजङ थापा लगायत सबैले राज संस्था चाहिन्छ, संहिता खारेज हुनुपर्छ भनेका छन् होइन। तपाईँ स्वागत सर, मैले पनि केही जेन्जी साथीहरूसँग मैले पनि उहाँसँग कुराकानी गरेको छु होइन। राप्रपाका केन्द्रित रहेर होइन महसुस मैले भन्न खोजेको के हो भन्दा आन्दोलनमा गएको होइन, तपाईँ जानुभयो तपाईँसँग कुराकानी गर्दैछु, तर धेरैको चाहिँ मैले के पाएँ भन्दा यो व्यवस्था रहनुपर्छ, यही व्यवस्थालाई सञ्चालन गर्नुपर्छ, यही व्यवस्थाबाट नै हामीले विकल्प खोज्नुपर्छ भन्ने उहाँहरूको धेरैको मैले औलामा गनेका बाहेक कोही पनि छैन। उहाँहरूको एजेन्डा कहाँ त्यस्तो हुन्छ? धेरै भनेको को देखाउनुहोस् त। होइन, मिडियाले सारा तपाईँको चाहिँ विदेशी उसमा परेर राष्ट्रपति कार्यालयमा वार्ता गरेर जाने कोही पनि त्यो त 24 जना मध्ये कुनै एकजनाले राजाको बारेमा चाहिँ अहिले उहाँहरूले प्रस्ताव लिएर जानु भएको छ त। गुण्डाको बोसलाई भेट्न गुण्डै त जान्छ नि, को जान्छ? अरू जान्छ कोही? प्रश्न छ त त्यहाँ। त छानी जेन्जी अलायन्स फर मोनार्की अहिले 62 जिल्लामा गठन भइसक्यो त। तपाईको चाहिँ जेन्जिज इन मधेस फर मोनार्क। स्वागत सर, म तपाईलाई विनम्रता साथ एकदमै हार्दिकता साथ प्रश्न गर्न चाहन्छु। मेरो भनाइ के हो भने नेपालको सबै मिडियाले नि राज संस्थावादी जेन्जी साथीहरूलाई बोइकट गरेको छ। होइन, यस कारणले सबैले गरेको छ नि। होइन, अहिले सुरेन्द्रजङ थापाको इन्टरभ्यु किन नलेको? होइन, जेन्जीको मैले प्रश्न गरेँ विनम्रता साथ किन नगरेको? अहिले तपाईको जुन उहाँहरूले आन्दोलन गर्नुभयो नि त्यो आन्दोलनको मूल एजेन्डा भनेको सामाजिक सञ्जाल खोल्नुपर्छ भन्ने र यो देशमा करप्सन छ यसको अन्त्य गर्नुपर्छ भन्ने थियो। राज संस्थाको विषय भन्ने कुरा त आएको थियो र भन्ने हो नि। राज संस्थाको विषय किन नआउनु? सबभन्दा पहिला सुरुमा हो राज संस्थाको विषय नलिकन छातीमा 5 गोली लाग्यो, शरीरमा 5 गोली लाग्यो। तपाईँ छानेका मान्छेको मात्रै कुरा गर्ने सबै मिडियाले राज संस्थावादी जेन्जीहरूलाई बोइकट गरेको छ। सबै मिडियाहरूले विदेशी दलाल बनेर जेन्जीहरू ल्याएर मैले यही तपाईँकै सिटमा रहेर अन्तर्वार्ता ल्याएको छु सर। मैले बुझेको हिसाबले त्यो सुट तपाईँले मलाई प्रश्न नगर्नुहोस् यसमा चाहिँ। एकछिन मैले मेन स्ट्रिम मोस्ट अफ द मिडिया माफी चाहन्छु, सबै भनेकोमा माफी चाहन्छु, अहिले चाहन्छु यति बेलै। तर के हो भने तपाईँ प्रिन्ट मिडियाहरूदेखि लगाएर हेर्नुहोस्, यत्रो भइरहेछ, गोली लागेको छ शरीरभरि, राजा चाहिन्छ भनेर लडेको हुँ भन्छ। कुनै तपाईँको त्यो मेन स्ट्रिम भन्ने मिडिया तपाईँको चाहिँ इन्टरभ्यूहरूमा उहाँहरू देखिनुहुन्न, आउनुहुन्न। हो यो कारणले त्यो मिडियालाई हेरेर राज संस्थावादी जेन्जी साथीहरूलाई राष्ट्रपतिको गेटमै रोकियो कार्यालयमा। यो त विस्फोट हुन्छै हुन्छ र आउने चुनाव कुनै हालतमा हुँदैन, त्यो 24 गतेको जस्तो हुन्छ। किनभने योभन्दा पहिला चुनाव नगरिकन संसदमा सिधै सांसद बनाएर ल्याउने आन्दोलनकारीलाई अहिले चुनाव पछि मात्रै भन्ने। चुनावमा तपाईँले गर्नु नै भयो भने पनि 184 जना चाहिन्छ भने मागले संविधानले माग गरे बमोजिमको संशोधन गर्न 165 मात्रै आउँछन् चुनावबाट। समानुपातिक सबै आयो भने पनि राष्ट्रिय सभामा सबै पार्टीका कार्यकर्ता मात्रै हुन्छन्, त्यसले रोकिदिन्छ। कहाँ हुन्छ यस्तो षड्यन्त्र गर्न पाइन्छ जेन्जी विरुद्ध? होइन, अहिले जो जेन्जी भनेर अगुवाको रूपमा हिँड्नु भएको छ उहाँहरूले राज संस्थाको विषय उहाँहरूले कुनै एजेन्डा बनाउनु भएको छैन। तपाईँले प्रश्न सुधार गर्नुहुन्छ। राज संस्थाको माग उठाउनु भएको छैन, त्यत्रो गोली लागेको मान्छेले माग उठाएको छैन। होइन, राज संस्था कसले भन्नु? ल मलाई एकजना मान्छे लागेको मात्रै सच्चा जेन्जी हुन्छ भन्ने हुन्छ सर? होइन, सच्चा जेन्जीलाई गोली लागेको हुन्छ, सच्चा जेन्जी घाइते हुन्छ, अरू बाँकी सबै सुकिला मुकिला पानी बाँड्न गएको मान्छे जेन्जी हुन्छ? होइन, उहाँका माथि प्रश्न 38 वर्षको मान्छे जेन्जी हुन्छ? जेन्जीसँगको उहाँ होइन अनि जेन्जी होइन, मैले भने त जेन्जी साँचो जेन्जी सबै राज संस्थावादी हो। तपाईँ हस्पिटलमा जानु न,
होइन जेन्जी उमेरका गोली लागेको हरेकलाई मात्रै सस्ता जेन्जी हुन्, घाइते भएको मात्रै सस्ता जेन्जी हुन्, अरू चाहिँ होइनन् भनेर भन्ने कुरा त अलि होइन होइन अलि सुहाएन भयो नि वार्ता त। गर्न गएको जो 38 वर्षको मान्छे छ जेन्जी होइन, उहाँ होइन। पानी बाँड्न गएको मान्छे जेन्जी त्यो सर्वस्वीकार्य होइन, आन्दोलनको दिन भाग्ने मान्छे जेन्जी होइन, गोली लागेको मान्छे जेन्जी हो, घाइते मान्छे जेन्जी हो, अरू होइन अरू होइन, अरू होइन। तपाईँ र म जस्तो म पनि आन्दोलनमा गएको थिएँ, म जेन्जी होइन। होइन उमेर समूहको हिसाबले यो त उमेर समूह अनुसार होइन, 28 होइन। वर्ष मुनिको भनिएको छ। सुन्नुहोस्। यो मैले भने जो यति धेरै जेन्जीको त उहाँहरू हेर्नु न, अहिले वार्तामा धेरै हुनुहुन्छ, मैले जेन्जी भनेको वार्तामा उमेर धेरै समूह हुन्छ त छानेर तपाईँको विदेशीले लगाइदिएका अमेरिकन एजेन्टहरू छन् नि, अरू कोही छ? भनेको कम उमेरको देउबा छन्, कम उमेरको ओली छन्, कम उमेरको प्रचण्ड छन्। यो संविधान मान्छु भनेर भन्ने जेन्जी हुन्छ? जेन्जीले स्वतन्त्र चाहेको राजाका पालामा मात्रै स्वतन्त्र उम्मेदवार हुन्थ्यो। त्यसो भए राज संस्था चाहने मात्रै जेन्जी हुन्छन्? हो, राज कसरी? संस्था चाहने मात्रै जेन्जी हुन्छन्, किनकि राज संस्था भ्रष्टाचार विरोधी हो। राज संस्था भएको बेलामा अख्तियारले कुनै नेतालाई बचाउँदैन थियो, राजाप्रति जिम्मेवार हुन्थ्यो, नेतालाई कराप झ्याप बनाएर ल्याउँथ्यो, हो त्यो भ्रष्टाचार गर्न पाइँदैन भनेर राजा हटाएको हो। अर्को, राजाले ग्रुमिङ गरेको लोकमान सिंह कार्कीले नेता सबैलाई भ्रष्टाचारमा मुद्दा लगाउन खोजेपछि ओम प्रकाश अर्यालले रिट हालेर लोकमानलाई हटाएको हो। त्यस कारणले हटाएको। सारा हामीले त बुझ्छौँ नि। अब अर्को कुरा हेर्नु, सँगसँगै राजाको पालामा दलका उम्मेदवार हुँदैन थिए, स्वतन्त्र मात्रै उम्मेदवार हुन्थे। अहिले जेन्जीहरूले स्वतन्त्र उम्मेदवार खोजेको हो सबैले, त्यही भएर स्वतन्त्र मान्छे पठाएको हो। जेन्जी भनेको यो संविधान मान्ने हुँदैन, जेन्जी भनेको राजा नमान्ने हुँदैन, जेन्जी भनेको विदेशीले लादिदिएको यो जहिल्यै पनि प्रधानमन्त्री भइरहन पाउने संविधान बचाउनुपर्छ भन्ने जेन्जी हुँदैन। संविधानमा लेखेको छ नमरुन्जेल प्रधानमन्त्री हुन पाइन्छ। भनेको अब जेन्जी हुनका लागि राज संस्था या राजाको एजेन्डा लिएर हिँड्नु पर्यो। हो, जेन्जी हिँड्नै पर्यो, जेन्जी तपाईँको भाषामा। हो, जेन्जी हुनका लागि यो संविधान मान्ने जेन्जी हुन सक्दैन। यो संविधानले भ्रष्टाचार गर्न